So hey, hello, what's up everyone? Welcome back to the new other video, हैन? अनि after a long time फेरि पनि अनि अहिले चाहिँ यहाँ लन्डनमा चाहिँ बेलुकाको 4 बज्न थाल्यो अनि हे भिडियोको टाइटल र थम्बनेल हेरेर चाहिँ अलि गेस गर्नु भयो होला आज के विषयमा भिडियो बनाउँदै छु भनेर। सो अहिले चाहिँ म स्ट्रेट कामबाट आएर यो ज्याकेट काममै जाँदा ला हो हैन। अनि स्ट्रेट लाइक यो सुज प्यान्ट सबै कामकै हो क्या हैन। अनि म चाहिँ यहाँबाट स्ट्रेट एक ठाउँ जानु पर्ने छ। सो मैले चाहिँ मेरो चाहिँ उबर आइडी भेरिफाइड भयो हैन। अनि लाइक म चाहिँ इलेक्ट्रिक बाइसाइकलमा चाहिँ उबर गर्ने प्लानमा छु किनभने मेरो चाहिँ 3:30 बजे काम सकिन्छ। अनि लाइक त्योभन्दा पछाडि खाल्ने हुन्छ नि त। अनि त्यो टाइममा चाहिँ अलिकति काम गरौँ। अनि साइकल भइसक्यो डुल्नु नै पाइन्छ हैन। सेकेन्ड ह्यान्ड बाइक आउने मूल्यमा त हैन यो यो बाइक के अरे यो साइकलको मूल्य पर्न गयो भनेर बुझ्दै हुन्छ। सो बाहिर एकदम चिसो छ लाइक होला कति 5-7 डिग्री अहिले आइरहनु अलि पछि 1-2 हुन्छ होला। अनि एकछिन फोन होल्ड गर्ने बित्तिकै चाहिँ हात चाहिँ क्या चिसो भयो क्या है। सो दिस इज द भ्यू। अनि हात चिसो भइसक्यो अनि म अर्को हातले चाहिँ अब यस्तै रोटेट गरेर गर्नुपर्ने भयो। त्यही हो। अनि भिडियो हाल्न पाएन भन्ने हुन्छ। अब यस्तै हो क्या विदेशको जीवन होइन। बस्यो काम गऱ्यो आयो थाक्या हुन्छ। कहीँ जानु नि मन लाग्दैन जानु नि भ्याइँदैन। अनि के हाल्नु घरै बसेर जस्तो लाग्छ क्या भिडियो चाहिँ। अनि म खास चाहिँ ट्राभल भिडियो हाल्ने खालको मान्छे हो नि त। अब यहाँ नो ट्राभल होइन। वन्स यु गेट आउट अफ द होम होइन देन यु स्टार्ट स्पेन्डिङ यर मनी। चाहे त्यो ट्राभल होस् चाहे त्यो जेसुकै होस् होइन। घरबाट निक्ल्यो भने चाहिँ पैसा मास्न सुरु भन्ने कुरा चाहिँ बुझ्यो हुन्छ। त्यही भएर चाहिँ घरबाट ननिस्किने घरै बस्ने खुरु भन्ने मुड हो। अब उबर चाहिँ खास किन गर्नु मन लाग्यो भनेपछि एउटा चाहिँ फ्लेक्सिबल टाइम हुन्छ। जति बेला मैले गर्न पाउँछु होइन मलाई आफूलाई इच्छा लागे पछाडि। अनि अर्को भन्दा चाहिँ अब साइकलमा डुल्न पाइन्छ नि त घुम्न पाइन्छ। पहिलेदेखि घुम्न मलाई खुब रहर लाग्थ्यो। अनि अब एटलिस्ट साइकलमा त्यस्तो फेरि त्यो पेडल एकदम त्यो हान्नुपर्ने चाहिँ होइन ल इलेक्ट्रिक हो होइन पेडल असिस्ट हो। सो अब साइकल के कस्तो छ कति पर्यो भन्ने कुरो चाहिँ अब अलि पछि जाउँ ल। अहिले चाहिँ हामी खास साइकल हेर्न जानु थाल्यो हो होइन। 4 भइसक्यो भाइ झमक्कै रात परिसक्यो। अब हामी चाहिँ स्टेसनमा गएर भेटौँ ल है। अनि यहाँ चाहिँ यस्तो फालिरहेको हुन्छ क्या भाइर कसैलाई चाहियो भने उठाउ लिएर जाऊ है। मलाई चाहिएको छैन जिन्दगीमा डाइनासोरको कमीहरू छैन। बहुत डाइनासोरहरू जिन्दगीमा छन्। अझै भएको एउटा डाइनासोर थपेर ओ माई गुडनेस र त्यही हो। अब यहाँ अदर हुन थाल्यो के देखाउनु रातिको बेलामा। म स्टेसन गएर त्यहाँबाट 2-3 वटा ट्रेन चेन्ज गर्नुपर्छ। टाढा चाहिँ होइन यहाँबाट आधी घन्टा जस्तो भनौँ न नाममा पुग्छु होला त्यहाँ। अनि साइकल देखाउँछु साइकल दिन्छु। अनि आज त राति हुन्छ होला। साइकल चाहिँ के हो कस्तो हो किन हो काच्चा कुच्चा भन्ने कुरा चाहिँ अर्को भिडियोमा हाल्छु। त्यही बेला मलाई स्टे ट्युन। अनि च्यानलमा कोही नयाँ भए च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिदिनु होला। अनि केही फिडब्याक भए भन्नु होला। अनि मैले चाहिँ यहाँ आएको 2 वर्ष भइसक्यो। अनि अब 2026मा चाहिँ आउने कि नआउने भन्ने भिडियो बनाउँछु। सकभर नआउनु होला किन भन्ने कुरा चाहिँ अब भिडियोभित्र हुन्छ। सो 2-3 दिन पछिको मेरो भविष्य त्यस्तै हो क्या ठ्याक्क साइकलमा सारा हिँडिरहेको हुन्छु म मजासँग। एलर्जीको रहेछ हो दानी हो होइन। यस्तै खालको हो मेरो चाहिँ। यो चाहिँ एलर्जी हो कि के भन्ने एलर्जी हो कि एलर्गी हो के भन्ने छ। अब आई डोन्ट नो हाउ इट प्रोनाउन्स होइन। मेरो चाहिँ इन्विग्वे भन्ने हो 2 Pro नाम चाहिँ मैले भनिदिएँ गाइड सट्टीमा। बाँकी चाहिँ अब भिडियोभित्र हेर्नुलाई त स्टे ट्युन। सो गाइज अल्सो म हेनल्ट भन्ने ठाउँमा आइपुगेँ है। दिस इज हेनल्ट स्टेसन हो। अनि मलाई चाहिँ हाम्रो लाइक 10 देखि 11 मिनटको वाकिङ डिस्टेन्समा चाहिँ अनि त्यो साइकल भएको चाहिँ ठाउँ छ। सो यहाँ अब त्यति धेरै फोन लिएर यसरी देखाउनु नि हिँड्नै मिल्दैन होइन। कति बेला हातबाट फोन गायब हुन्छ थाहा हुँदैन। सो त्यही हो। अघिसँग अँध्यारो थियो अब हल्का अहिले उज्यालो फेस देखियो होला। सो त्यही हो। अब म जाँदैछु साइकल लिनलाई। अलमोस्ट हामी मोर देन 30 मिनट्स ट्राभल गऱ्यो होला बाई ट्रेन। तपाईँ जाने बेलामा आई डोन्ट नो के हुन्छ थाहा छैन। लेट्स सी है त। त्यही स्टे ट्युन स्टे अपडेट। त्यही अहिले चाहिँ लगभग 5:30 भएछ। हामी 4 बजे निस्केको 5:30। साथीहरू रातिको समयको कारणले गर्दा हामीले चाहिँ प्रपर भिडियो बनाउनु पाएनौँ। र जोसँग हामी साइकल लिइरहेका थियौँ होइन उसँग पनि संवाद गर्न अलिकति प्रब्लम र सँगसँगै चाहिँ उसको प्राइभेसी कुराहरू पनि हुन्छ। त्यो कुरालाई पनि मध्यनजर गर्दै चाहिँ हामीले भिडियो केही पनि गरेनौँ। अलिअलि साइकलको सुट गऱ्यौँ अँध्यारोमा। त्यही नै हो। बाँकी पुरा भिडियो छिटै आउँछ। भिडियो अन्त्यसम्म हेरिदिनु होला है त।
सो गाइज म चाहिँ रुममा आइसकेँ होइन अनि यहाँ चाहिँ मेरो यो बाइसाइकल छ होइन इनिक्वे E2 Pro भन्ने चाहिँ पछाडि चाहिँ मेरो प्यान्ट सुकिरहेको छ कारण त्यो जुत्तापट्टि छ सो यही नै हो आज चाहिँ हामीले गएर चाहिँ यो साइकल लिएर आयौँ अनि यसको मूल्य के कति अनि साइकल कस्तो छ सबै कुराहरू चाहिँ भिडियोमा म छिटै नयाँ भिडियोमा ल्याउँछु अनि यति चाहिँ भनेर चाहिँ सोचेर हामी बाइक चाहिँ हामीले ल्याइसक्यौँ अनि बाहिर राख्न मिल्दैन किनभने यहाँ सामान के बाहिर राख्ने बित्तिकै आँखा झिम्बिकमा गायब हो त्यही भएर चाहिँ रुममै लिएर राखेको यहाँ पछाडिपट्टि चाहिँ स्पेस चाहिँ छ तर तलको मान्छेसँग चाहिँ हामीले कुरा गर्नुपर्छ सो आजलाई चाहिँ नै सी यू इन द नेक्स्ट भिडियो अनि साइकल आइसक्यो अब यसको काम चाहिँ के अब हामीले यसलाई कस्तै काम गर्ने साइकल चाहिँ मैले किन लिएँ भनेर चाहिँ छिटो नयाँ भिडियोमा हाल्छु त्यति बेला चाहिँ मलाई चाहिँ स्टे ट्युन सी यू इन द नेक्स्ट भिडियो तब बाई बाई गुड नाइट टेक केयर